नमस्ते सबैलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज लाग्यो म अर्को भिडियो लिएर। आज थोड़ा फरक भिडियो लिएर आएर छु म। आज म बनाउने वाली छु घोगा की रोटी। तयको लागि म थोड़ा गरम पानी हालेको थिएँ मैले, डल्लो मिस्छ लाछौँ। मेरो डल्लो तयार भइगयो। एकदम डल्लो निकै मिस्यो भने बनाउनलाई इजी हुन्छ, कभरमा चिप्किनु नाइ। अब तयको लागि म गेडी बनाउन लाछु। मेरो गेडी तयार भइगयो। अब म बेल्लो छु। ए कभरमा मैले केही लाएको छैन। डल्लो निकेर मिस्यो भने बनाउनलाई इजी हुन्छ। अब मैले चुलामा तवालाई राखेको थिएँ। मेरो तवालाई गरम भइगयो। मेरो रोटीलाई मैले बेलिसकेले। अब यसलाई म निकालेर यसमा म तवामा हालेले। अब थोड़ा टाइम लाग्दैछ घोगा रोटी पाक्दैलाई। तयको लागि थोड़ा मैले ठुला ठुला रोटी बनाएको थिएँ। क्या भने थोड़ा खानालाई निको लाग्दैछ ठुला ठुला रोटी बनायो भने। यसलाई निकै चुलामा सेक्दु पडन्छ। यसलाई जो साइडमा काच्चो जनर भनेर जति यसलाई सुकायो तति खानालाई निको हुन्छ। तब यसलाई म सुकाउन लाछु रोटी। अब मैले पहिले तवामा पकाएको थिएँ, औँसा चुलामा सेकेको थिएँ। एकदम पेला गरेर सेक्यो भने निको लाग्दछ। घोगा रोटी कसलाई मन पडन्छ, मन पड्डे जतिले लाइक गरिदिया, कमेन्ट गरिदिया और शेयर गरिदिया। इसा भिडियो हेर्दै चाहन्छौ भने मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिया। अब यहीसित खानालाई म छाई बनाउन लाछु घोगा रोटीसित। मेरो छाईलाई तयार भइगयो। अब म यहीसित घोगा की रोटी छाई। अब छाई मेरो तयार होइयो। मैले बटकेमा हाल्न लाछु। गिलास भन्नाले बटकेमा खानु मन पडन्छ छाईलाई। अब मेरो नुनलाई तयार भइगयो। यसमा नुन छ, यसमा छाई, यसलाई घोगा रोटी। धन्यवाद सबैजनालाई। भल अर्को